नमस्कार हजुरहरूलाई स्वागत छ द भोइस अफ सिक्किममा। म छिरिङ तामाङ। यतिखेर भने मैले तपाईँहरूलाई यो रिपोर्टिङ जोरथाङको खेल मैदानबाट लिएर रहेको छु, जुन चाहिँ है तपाईँहरूलाई याद भएकै कुरा हो। आजदेखि 11 चिफ मिनिस्टर गोल्ड कप यस जोरथाङमा सुरु है भइसकेको छ र आजको म्याच भने तपाईँको रेड पान्डा फुटबल क्लब भर्सेस न्यू टाउन स्पोर्ट कलकत्ताको बिचमा भिडन्त भएको थियो भने आजको म्याचको स्कोर भन्नु पर्दाखेरि रेड पान्डाको 2 भएको थियो भने तपाईँको कलकत्ताको 0 गोल भएको थियो र तपाईँको रेड पान्डा एफसी का खेलाडीहरू अर्को नेक्स्ट म्याचको निम्ति है सफल भएको छ र आज मुख्य अतिथिको रूपमा सिक्किम सरकारका एसएलए स्पिकर एमएन शेर्पाको यहाँनिर उपस्थित भएको थियो र साथै हामीले है विनिङ टिमसँग पनि केही कुराकानी गरेको छौँ र हेर्नुहोस् द भोइस अफ सिक्किमले प्रस्तुत गरेका रिपोर्ट। अब हाम्रो फर्स्ट गेम थियो, म्यान अफ द म्याच पाएँ, खुसी छु। यो मेरो म्यान अफ द म्याच म आफूलाई लिदिनँ, इन्डिभिजुअल लिदिनँ होइन। यो जे पनि भयो मेरो टिमले गर्दा हो। सबै कोचिङ स्टाफ्स होइन, बिहाइन्ड द सिन बसिरहनु भएको हाम्रो सबै अल द मेम्बर्स अफ रेड पान्डा एफसीलाई म डेडिकेट गर्न चाहन्छु। अनि आजको जुन चाहिँ गेम थियो कस्तो रहेछ, ओपोनेन्ट टिम कस्तो थियो? ओपोनेन्ट अब राम्रै हो, मेरो पनि अब राम्रै टिम हो, राम्रै टिम भएको कारण यहाँ आएको हो। तर अब आज हामीलाई त्यस्तो प्रेसर त थिएन, नो डाउट। अब फर्स्ट गेम थियो होइन, हामीलाई साह्रो पर्यो ग्राउन्डमा। अब फर्स्ट 15 मिनट्स जस्तो त अब हामीलाई एडप्ट हुन साह्रो पर्यो। त्यही हो, लास्टमा गएर अब हामीले विन नै म्याटर गर्छ लास्टमा चाहिँ। एक्साइटेड भन्दाखेरि पनि अब वी आर रेडी टु फेस नेक्स्ट च्यालेन्ज होइन। अब आज जे पनि भयो, अब आजको लागि भुलेर अब नेक्स्टमा आज पनि हामी प्रिपेयर भएर मोर कन्फिडेन्ससँग आउँछ। टु अल द फ्यान्स होइन, आज पनि हामीलाई आएर सपोर्ट गरिदिनु भयो। आउने अब हाम्रो नेक्स्ट गेममा पनि तपाईँहरूको यस्तै खालको सपोर्ट हामीलाई दिनुहोस्। हामी तपाईँहरूको निम्ति राम्रो फुटबल खेलेर देखाउनेछौँ।